आज त नौनलाई छस् त। तिमी जस्तो हो त महिना दिनमा नुहाउने। मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ। आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन। हाम्री आमा त स्याम्पल पिसै हो नि। कहाँ भेटेछन् कुनै हाम्रा बाले। त्यसको असर मलाई सोच परिरहेछ यहाँ। फेरि बिहाको कुरा ननिकाल है आमा। तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त? तलाई पाइन तलाई। तिमीले हात दिनु सिकायौ। अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु। एक्सक्युज मी। नेपालीमा भन, अंग्रेजी बुझ्दिन। वार्ताको टेबलमा एकचोटि बस्दैन त? यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ? पछाडिको 6वटा त मैले दिया हो। अगाडिको 4वटा कसले दिएछ? आर यु कमेडी मी? ओइ, भोलि तिमीहरूको बिहान के गर्ने प्लान छ भन त? बिहान उठ्ने, मुख धुने, बम पड्काउने। 4 बम। पानी त आउँछ। कहिले आउँछ? मरेपछि। आज मर्यो कान्छ, भोलि पानी खान्छ। प्लिज मलाई हेल्प गर्नु। बस। थ्याङ्क यू। किन आत्तेको? म त आत्या छैन। ऊ पछाडि हेर त। यसका साथै रेडियो नेपालको बिहानको सम्पूर्ण प्रसारण यही सकिन्छ। जय नेपाल। खाइबक्सोस् नजुर, खाइबक्सोस्, खाइबक्सेन भने मरिबक्सन्छ। अब त चाउ चाउ खाऊ। चाउ चाउ हुट्याउँछ। 50 लाखमा 10 रुपियाँ त्यो चाउ चाउ पनि छोड। यस्तै त हो नि पोरो, जहिले यस्तै त म आरे नि आमा। ओए, ठाउँको ठाउँ नथित न। मैले मात्र कौडी खेलेर भयो, मेरो बच्चाले चाहिँ खेल्नु पर्ने। तिम्रो नाम के पर्यो रे? वसुन्धरा। ए, भनेपछि त पानीको त दुखै नहुने भयो। अनि तिमीलाई सबै आउँछ हो? आउँछ। भात पकाउन आउँछ, लुगा धुन आउँछ, मलाई सबै काम गर्न आउँछ। त्यो त मेरो बाउलाई नै आउँछ।